हेलो गाइज, आज म तपाईँहरूलाई सानो भिडियोमा मैले गरेको कामहरू तपाईँहरूपछि देखाउँदैछु। यो बाथरुम हो, अट्याच बाथरुम। यसमा कस्तो कस्तो सिस्टमहरूले चलेको छ म तपाईँहरूलाई बताउँदैछु। यो बाहिरको पाइप हो, बाहिर सिधा ट्याङ्कीबाट आउँछ। जहिले पनि दुईवटा पाइप आएपछि एउटा यो हो हट एन्ड कुल वाटर। यसमा देखिएको छ यो चाहिँ कुल वाटर, यो राइटमा छ, बाहिरको साइडमा जहिले देखिँदाखेरि राइटमा हट वाटर छ। यो भित्र प्रवेश हुन्छ बाथरुमभित्र। यो बाथरुमभित्र गएपछि म तपाईँहरूलाई फेरि देखाउँछु। त्योभन्दा पहिला म तपाईँहरूलाई यो गेट बल्बको बारेमा सिकाउँछु। यो चिसो पानीको लागि बन्द गर्नु पऱ्यो भने हामीले सिधा यो बाहिरबाट बन्द गर्न सकिन्छ, र यो तातो पानीको लागि यहाँबाट हामीले सिधा बन्द गर्न सकिन्छ। यो बन्द गऱ्यो भने सिर्फ बाथरुमको लागि मात्रै बन्द हुन्छ। र अब हामी जाँदैछौँ भित्र। हेलो गाइज, हामी भित्र आइपुगेछौँ बाथरुममा। र जहिले पनि बाथरुममा मैले जो देखाउँदैछु प्लम्बरको बारेमा, प्लम्बिङ सम्बन्धी यो पानी विषयमा। हामीले जहिले नुहाउनु पर्ने र टोयलेट बाथरुमको लागि पानी युज गर्नुको लागि, र हामी बाथरुमभित्र नलकाहरू पाइप कसरी जडान गर्छ भन्ने क्रममा मैले तपाईँहरूलाई देखाउँदैछु। र जस्तो मैले अहिले भर्खर देखाएँ कि बाहिरबाट जो पानी थियो, पानीको पाइप यो सिधा प्रवेश हुन्छ भित्र। जहिले पनि यो दुईवटा पाइप हुन्छ। यो जहिले पनि राइट साइडमा कुल वाटर, यो हुन्छ लेफ्ट साइडमा हट वाटर। जहिले यो दुईवटा क्रममा गइरहेको हुन्छ। यो दुईवटा हट वाटर, कुल वाटर। र कुल वाटर धेरै मात्रामा युज हुन्छ। जस्तै कुल वाटर कमोड, यो कमोड हो। कमोडको पछाडि सिस्टम हुन्छ, जो कमोड साफ गर्नको लागि हामीले लेट्रिन युज गरेपछि एउटा फ्रेस दिन्छ कि फ्रेसबाट पानी जान्छ। यो एउटा पोइन्ट, हामीले यो पोइन्ट राखेको छ। यसमा नि कुल वाटरको प्रयोग हुन्छ। अनि हामीले लेट्रिन गरेपछि लेट्रिनको लागि पानी युज गर्छ हामीले, यो पनि कुलकै हुन्छ, कुल वाटर। त्यसैले ज्यादातरमा हामीले कुल वाटरको पोइन्टहरू छोडिराखेको हुन्छ। र हट वाटर हामीले जहाँ नुहाउनु पर्ने, जहाँ नुहाउनुको लागि हामीले युज गर्छ। जस्तै यो भयो, यो सावर हो। मतलब यो बाथरुम टप बाथ पनि हो। हामीले 6 फिटको टप यसमा राख्न सक्छ। टप राखेर र हामीले यो सावर पनि राखेको छ। यो हामीले मात्रै राखेको, यो जहाँ कहीँ यस्तो युज गर्दैन। टपको लागि सिर्फ पानीको नलको मात्रै छोडाएर राखेको हुन्छ। र हामीले एउटै बाथरुमभित्र दुईवटा सावर राखेको छ। यो पनि यो मेन सावर, हाम्रो मेन सावर। यसमा लेफ्ट राइट दुईवटा पोइन्ट छ। यसमा एउटा कुल, एउटा हट। यो हाम्रो बाथरुमभित्रको जो पाइपको सिस्टमहरू छ, यो यसमा हुन्छ। वासिङ बेसन राखिन्छ। यो बाथरुमभित्रको वासिङ बेसन हो। र यसै बाथरुमको बाहिरी साइडमा यो पनि वासिङ बेसन हो। यो रुमभित्र हो, तर बाथरुमको बाहिर। अब यसै क्रममा म देखाउँदैछु कि तपाईँहरूलाई जो हाम्रो ट्याङ्कीबाट सिधा पाइप आयो राइट साइडको, मतलब यो आयो कुल वाटर। कुल वाटर सिधा आउँछ। सिधा आएर हामीले यो यता जोड्यो। यहाँबाट एउटा उज्यालो छ, बाहिर हामीले एउटा पोइन्ट छोडेछ। यो हामीले भविष्यको लागि केही फेरि उतापट्टि बाथरुम बनाउनु पऱ्यो भने हामीले त्यहाँ एउटा पोइन्ट राखेको छु। त्यो अहिले म तपाईँलाई बाहिर गएर यो भिडियोमा देखाउँदैछु। यो सावर भयो। यो चाहिँ चिसो पानीको बाहिरको पोइन्ट छोडेको छ भने हामीले यो लेफ्ट साइडको यो माथिको भयो। यसमा नि हामीले यो हट वाटरको पानीको पोइन्ट बाहिर निकालेको छ। भविष्यमा हामीले फेरि उता बाथरुम बनाउनु पऱ्यो भने, कहीँ फेरि केही पानीको पोइन्टहरू जोड्नु पऱ्यो भने हामीले यो राखेको छ। यो मैले फेरि बाहिर गएर तपाईँलाई देखाउँदैछु। जो मैले तपाईँहरूलाई बताएको थिएँ भित्रबाट यो हो, बाहिर निक्ल्यो। यो हट वाटरको पोइन्ट हो। यहाँबाट भित्रबाट निक्लेछ, यो बाहिर गयो। यो एल्बो हामीले यहाँ सिल्भर सिमेन्टहरू जोडिसकेको छ। भविष्यमा हामीले केही पोइन्टहरू जोड्नु पऱ्यो भने यो फुकाल्न मिल्दैन। यो सिल्भर सिमेन्ट जाम भइसक्यो। हामीले यहाँबाट काटेर यहाँबाट फेरि सकेट जोडेर हामीले अगाडि बाथरुममा पास गर्न सकिन्छ। त्यस्तै गरी यो पनि हामीले अर्को छ। यो कुल वाटर छ। यो भित्रबाट यो निकाल्यो,
यहाँबाट बाहिर निकाल्यो एल्बो छ, एल्बोमा हामीले सेलोटेपहरू लगाइसक्यो, यो जाम भइसक्यो, यो फुकाल्न मिल्दैन। पछि केही पोइन्टहरू हामीले निकाल्नु पऱ्यो भने यहाँ हामीले काटेर यहाँबाट सकेट जोडेर फेरि अर्को बाथरुममा पाइपहरू पानीको युज गर्न सकिन्छ। यो अट्याच बाथरुम हो। तपाईँहरूलाई कस्तो लागिरहेको छ यो? यदि तपाईँहरूलाई यो बाथरुमको प्लम्बिङ सम्बन्धी मन परेको छ भने तपाईँहरूलाई आवश्यकता छ भने मलाई सम्पर्क राख्न सक्नुहुन्छ। तपाईँहरूलाई म योभन्दा नि राम्रो राम्रो पाइप फिटिङ प्लम्बरहरू बनाएर देखाउन सक्छु। र यसमा हामीले सुरुको कालमा यसमा हामीले यो पाइपहरू जति नै खोपेर राखेछ योलाई हामीले अन्डरग्राउन्ड बनाउन सकिन्छ। यसको माथि हामीले प्लास्टर गरेर टाइल तल फुट टाइल जोडेर भविष्यमा यो निकै आकर्षण देखिन्छ। यसमा भएन यहाँ 6 फिटको टप हुन्छ। टपमा तातो चिसो नुहाउन मिल्नेछ। यदि तपाईँहरूलाई यदि मन परेको छ भने मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। ओके, बाई बाई।